नमस्कार मित्रहरू, एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। अन्तिमसम्म हेरेर सबैमाझ पुर्याइदिने, पेजलाई फलो गर्ने र सेभ गरेर राख्ने भिडियो। तपाईहरुको पनि किडनीमा स्टोन छ भने, तपाईहरुको किडनी स्टोन सानो सानो किडनी स्टोन छ भने, तपाईहरुको अपरेसन नगरी तपाईहरु पनि किडनी स्टोनलाई निकाल्न चाहनुहुन्छ भने तपाईहरुलाई म एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। र आज विशेष गरेर यो मेरो फ्रेममा देख्नु हुँदैछ तपाईले है, यो तपाईको पाखनबेतको फूल फुलिरहेको है, अहिले एकदमै सिजन हो यो पाखनबेत देख्नु हुँदैछ। यो पाखनबेतको फूलदेखि लिएर है, यो पाखनबेतको फूलदेखि लिएर पत्ता जरासम्म नै किडनीको लागि एकदमै राम्रो औषधि हो र यसले पिसाब सम्बन्धी रोग र किडनी स्टोनको लागि एकदमै राम्रो गर्छ। र कसरी प्रयोग गर्ने भिडियो अन्तिमसम्म हेरेर सबैमाझ पुर्याइदिने। तपाईहरुले यो पाखनबेतको फूलदेखि लिएर पत्ता जरैसम्म तपाईहरुले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईहरुले यसलाई काढा बनाउनुहोस्, पकाएर काढा बनाउनुहोस्। दिनमा 1 ग्लास चिया जस्तो तपाईहरुले पिउने गर्नुहोस्। यसले केही साइड इफेक्ट गर्दैन। तपाईहरुले सानो सानो किडनी हुने स्टोन हुनेहरुले तपाईहरुले 1 महिनादेखि 1.5 महिना यसलाई सेवन गरेर अल्ट्रासाउन्ड गर्नुहोस्। तपाईको किडनी स्टोन आफै निस्किएर बिलिएर जानेछ। र तपाईहरुको ठुलठुलो किडनी स्टोन छ र तपाईहरुलाई किडनीको कुनै गम्भीर रोग छ भने चाहिँ तपाईहरुले डाक्टरको परामर्श लिएर मात्र सेवन गर्नु होला। तर यसको साइड इफेक्ट चाहिँ केही छैन। यसको किडनी स्टोनमा मात्रै होइन, तपाईहरुले यसको पत्ता जरा जम्मै गर्दा हुन्छ। र सहर बजारतिर कतै नपाउनेहरुले चाहिँ तपाईहरुले यसको जरा कुनै आयुर्वेदिक दोकानमा यसको जरा बेच्नु राखेको हुन्छ है। तपाईहरुले त्यो जरा ल्याएर काढा पकाएर खाँदा हुन्छ। तपाईहरुलाई एकदमै म पत्तासँगै देखाउँदैछु है, एकदमै यो यस्तो हुन्छ है। यो पाखनबेत सबैले चिनिसक्नु भएको छ। पाखनबेत र अहिले फुल्ने सिजन हो, यस्तो फुल्छ है। र तपाईहरुले यसलाई हल्कामा नलिनु होला। पाखनबेत एकदमै पौराणिक दबाई हो र यो पिसाब सम्बन्धी रोगमा पनि काम गर्छ र किडनी स्टोनको लागि पनि एकदमै राम्रो हो। र तपाईहरुले यो सेवन गर्ने सुरु गर्नुभयो भने तपाईहरुको यो सर्वाइकल पेन, ढाड दुख्ने, जोइन्ट पेन त्यो पनि सँगसँगै निको हुन्छ। र यसको त धेरै औषधि छ, बताएर साध्य छैन। तर आज मैले विशेष यो भिडियो किडनी स्टोन र पिसाब सम्बन्धी रोगमा बनाएको हुनाले मैले यसमा फोकस गरेँ। र तपाईहरुले यो सेवन गर्नुहोस्। तपाईहरुको शरीरमा दुख्ने, जोइन्ट पेन, सर्वाइकल पेन, ढाड दुख्ने त्यो पनि यसले एकदमै ठिक गर्छ। यसको लागि फेरि छुट्टै भिडियो आउनेछ र यो भिडियो